क्या हाल है भाई लोग, मैं जा रहा हूँ। तर दुःखको खबर के छ थाहा छ? दाइको लगेज चाहिँ नि उठाइदिएको छ क्या। सेवा सेमुना, हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल केएचआर मिनी ब्लग। सो गाइज, आज पनि म भिडियो लिएर आइसकेको छु। आजको भिडियो भनेको तपाईँहरूले त कतिजनाले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला। धेरै कुरा नगरौँ बाँकी भिडियोमा। सो गाइज, फाइनल्ली म चाहिँ ब्याक टु होम हुँदैछु होइन। मेरो अब टिकट पनि भइसकेको छ। अब यहाँदेखिको जर्नी मेरो भनेको चाहिँ होइन, अब घरसम्मको कस्तो कस्तो हुन्छ, के हुन्छ होइन, काठमाडौँ झरीसम्मको चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। मलाई पुर्याउन आउने मेरो भतिज होइन, अनि यता भाइहरू। फाइनल्ली साथीहरू, म चाहिँ एयरपोर्ट आइसकेको छु होइन। अब यहाँदेखि के हुन्छ तपाईँहरूलाई देखाउने छु। बाबा यार, गइँदैछ नेपाल होइन, ब्याक टु कन्ट्री। खुसी लागिरहेछ। सो मसँग होइन मेरो भाइ पनि छ है। हामी चाहिँ जाँदैछौँ घर। भाइ यो त युट्युबमा आउँछ नि फेरि। हुन्छ के आए हुन्छ नि त। क्या हाल है भाई लोग, मैं जा रहा हूँ, मैं सबको मिस कर रहा हूँ। मेरा भाई लोग, याद करो मेरा वीडियो में डालने के टाइम में मैं किधर किधर जाता हूँ, मैं सब डालता हूँ, देखते रहना। यो चाहिँ हाम्रो यात्रा होइन, एयरपोर्टभित्र। साथीहरू, लगेज जोखेर बोर्डिङ पास लिनको लागि लाइनमा। फाइनल्ली साथीहरू, हामीले बोर्डिङ पास लिइसकेको छौँ अनि हाम्रो हातमा चाहिँ 2वटा टिकट रहेको छ। We have start journey now. Abu Dhabi to our city. अब हाम्रो यात्रा सुरु हुँदैछ होइन। अब यात्रा सुरु हुनको लागि चाहिँ हाम्रो सबै कुरा भइसक्यो। सो अब हामी जाँदैछौँ। सो साथीहरू, हामी चाहिँ बोर्डिङ पास चेकिङ गेटमा वेटिङ गर्दै। ल है साथीहरू, फाइनल्ली प्लेनभित्र अनि बाहिरको नजारा, रातिको नजारा चाहिँ यस्तो छ है लाइटिङ सहरको। साथीहरू, पहिलो डेस्टिनेसन हाम्रो सकिएको छ। सो गाइज, मेरो चाहिँ घर जाँदा 2वटा टिकट थियो होइन। एउटा टिकटको पैसा सक्यो। अब एउटा टिकट सदुपयोग गर्दैछु यता। दोस्रो टिकट सदुपयोग। अब चाहिँ फाइनल्ली घरको मैदानमा पाइला टेकिँदैछ। ल एकटा आउँदैछु म। यो हो साथीहरू आकाशमाथिको दृश्य। यो हो भूपरिवेशित राष्ट्रको भूदृश्य। यसलाई भन्छ नेपालको धन हरियो वन। हाम्रो चाहिँ प्रस्थान सुरु भयो सिटी एरियातिर। अब हाम्रो सिटी फाइनल्ली दोस्रो टिकटको पैसा पनि सकियो र फाइनल्ली आइपुग्यो होइन, राम्रोसँग आइपुग्यो। खुसी लाग्यो। अब बाहिर निस्किँदैछु। सो गाइस, कालो भयो भाइ। तिमीले होइन आज 2वटा चाहिँ टक्कसँगले टिकट खर्च गरेर आइपुग्यो। कस्तो लागिरहेछ? एकदम बाबा रमाइलो लागिरहेछ। एकदम रमाइलो। टाइम बितेको थाहा पाएन। मेरो दाइ यहाँ हुँदा गफ गर्दा गर्दै पुरै टाइम स्पेन्ड। हाम्रो टाइमिङ वेटिङ कति घन्टा थियो? टाइमिङ वेटिङ 4 घन्टा। 4.5 4.5 घन्टा, लगभग 5 घन्टा। 5 घन्टा भनौँ।
पनि है मजाले आयो। तर दुःखको खबर के छ थाहा छ? दाइको लगेज चाहिँ नि फुटाइदिएछ क्या। दुःखको खबर, दाइको लगेज चाहिँ फुटाइदिएछ भाइ होइन। यसरी सबै फुटाइदिएछ ड्याङ ड्याङ हानेर। यो चाहिँ आज म आएको भनेको चाहिँ होइन एयर इन्डिया एक्सप्रेसमा हो। सो गाइज मेरो फर्स्ट कन्ट्री ब्लग चाहिँ यहाँ आएर सकिएको छ। नेक्स्ट कन्ट्रीहरू म जाने नै छु, जाँदाखेरि म भिडियो बनाउने नै छु। तपाईँहरूलाई म आजको ट्राभलमा कस्तरी आएँ, कतिवटा टिकटमा आएँ भनेर तपाईँहरूसँग सेयर गरिसकेको छु। र मैले तपाईँहरूसँग मेरो दुःखको खबरहरू पनि सेयर गरिसकेको छु। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरेर भनिदिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने जाँदै मेरो भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र बेल आइकन नबिर्सिनु होला। जय नेपाल।